हेलो साथीहरू सम्पूर्णमा नमस्ते। मिस्टर सिसिरो च्यानलमा सम्पूर्ण साथीलाई धेरै धेरै स्वागत छ। म तपाईँहरूको प्रशिक्षक सिसिरो क्या छेत्री। ओके, हामी निरन्तर क्वेसन अभ्यासमा थियौँ है। केही दिन अलिक कार्यव्यस्तताले तपाईँहरूमा चाहिँ भिडियो सामग्री मैले पेस गर्न सकिनँ, त्यसको लागि क्षमा चाहन्छु। सो आज हामी नयाँ सेट लिएर यसको महत्त्वपूर्ण क्वेसन रहेको छ, हामी यसको प्र्याक्टिस गर्नेछौँ। सो सबैजना साथीहरूले चाहिँ अन्तिमसम्म भिडियो हेर्नुहोला, मजाले पढ्नुहोला। अब तपाईँहरूको भ्याकेन्सी खुल्ने समय पनि भइसकेको छ। विशेष गरी तपाईँहरूको कर्णाली प्रदेशको अब विज्ञापन हुने समय भएको छ, लगायत अरू प्रदेशको पनि बिस्तारै खुल्ने नै छ। त्यो हिसाबले तपाईँहरूले चाहिँ एकदमै चाहिँ अब्बल तयारी गर्नुहोला। किनभने सामान्य तयारीले पुग्दैन। त्यसको लागि चाहिँ मेहनत गर्नुहोला र च्यानलमा नयाँ थपिनु भएको साथीले कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। हामीले टार्गेट राखेका छौँ 30K पुर्याउने भनेर। सो आज लेट्स होप 30K तपाईँहरू सबैले चाहिँ पुर्याउनु हुनेछ, सब्सक्राइब गर्नुहुनेछ र साथीहरूमा चाहिँ सेयर पनि गर्नुहोला। दैनिकी वन सेवा अन्तर्गत वनरक्षक फरेस्टर रेन्जरको तपाईँहरूलाई चाहिँ क्वेसनहरू उपलब्ध भइरहनेछ है त। ल, अब ढिलो नगरिकन क्वेसनतर्फ लागौँ। यो क्वेसन तपाईँहरूलाई हेर्नुहोस् त, एउटा फर्मेट मैले तपाईँहरूलाई चाहिँ यो हिजो लगेको क्वेसन हो। हाम्रो दैनिकी क्लासमा त दैनिकी 60वटा प्रश्नको मोडल इक्जाम पनि हुन्छ पढाइ सँगसँगै। अब यो हेर्नुहोस् त, तपाईँहरूलाई चाहिँ परीक्षामा धेरै जसोले यो की भन्ने बिगार्नु भएको हुन्छ। की भनेको तपाईँलाई प्रश्नपत्रमा एबिसी माथि टपमा हेर्नुभयो भने कुन चाहिँ क्वेसन पाइयो भन्ने हुन्छ कि। तपाईँ कसैलाई त्यही 60वटा क्वेसनलाई नै तलमाथि जिगज्याग बनाएको हुन्छ। सिरियल्ली क्वेसन राख्ने हो भने त अर्को पछाडिको साथीले पनि हेर्छ नि, होइन? अलिक चिट चोर्ने सम्भावना हुन्छ। त्यही भएर लोकसेवाले त्यही 60वटा प्रश्नलाई तलमाथि बनाएको हुन्छ। कुनै 1 नम्बरको 3 नम्बरमा, 3 नम्बरको 5 नम्बरमा त्यसरी अल्टर गरेर राखेको हुन्छ। त्यही तपाईँलाई परीक्षामा पहिलो स्टुडेन्टलाई चाहिँ ए पढ्यो भने अर्कोलाई सी पढ्न सक्छ, बी पढ्न सक्छ, डी पढ्न सक्छ। तर क्रमशः ए र सबैलाई त्यही सेट राख्दैन। त्यही भएर चाहिँ यो अल्टरनेट राखेको हुनाले चाहिँ परीक्षामा धेरैजनाले बिगार्ने के हो त भन्दाखेरि चाहिँ अब यो तपाईँलाई धेरै ठाउँ भन्दैनन् यस्तो कुराहरू। अब यो के अनिवार्य लेख्नुपर्छ हामीले चाहिँ ओएमआर सिटमा। तपाईँहरूले चाहिँ अब घरमा बस्नुहुने तयारी गर्नुहुने साथीले चाहिँ अब कतिको ओएमआर सिटमा प्र्याक्टिस गरेर राख्नु भएको छ। यो ओएमआर सिट घरै बसी बसी पनि प्र्याक्टिस गर्न सक्नुहुनेछ है। अब यसमा चाहिँ के अनिवार्य लेख्नु होला। तयारी क्लासमा जोडिएर घरमै बसी बसी अभ्यास गर्नेले त यहाँ गरिराख्नु भएको छ मजाले। चाहिँ तपाईँहरू चाहिँ घरै बसी बसी अन्तिम वर्षको इक्जाम नहुन्जेलसम्म एउटा A1 क्लास क्वालिटी पाइराख्नु भएको छ। घरमै बसेर तपाईँले चाहिँ डेली पढ्ने नोट, रेकर्डिङ भिडियो, ओएमआर सिटमा इक्जाम सबै कुराहरू पाइराख्नु भएको छ। घरै बसेर नेट मात्रै हुनु पऱ्यो। त्यसपछि तपाईँले नेपालको जुनसुकै ठाउँमा पनि बसेर तपाईँले आफ्नो अध्ययन गर्न सक्नुहुनेछ, लोकसेवा तयारी गर्न सक्नुहुनेछ। र क्लासको लागि चाहिँ दिएको नम्बरमा 98 67 97 75 75मा वाट्सएप गरेर तपाईँले चाहिँ आजैबाट यो वाट्सएपमा मेसेज गरेर तपाईँले चाहिँ क्लासको खोजीमा आउनुहुन्छ भने तपाईँले अन्तिमसम्म पढ्न पाउने अफरसहित यो क्लास सुचारू भइसकेको छ। कर्णाली प्रदेशको लगायत अरू प्रदेशको पनि छ। आवश्यक अनुसार जोइन गर्न सक्नुहुनेछ है। 98 67 97 75 75मा वाट्सएप गरेर आजैबाट जोइन गर्नुहोला। तपाईँले डेली पढ्न जरुरी छ, डेली इक्जाम दिन जरुरी छ, नोट रेकर्डिङ भिडियो पढ्न आवश्यक छ है। अब ओएमआर सिटमा प्र्याक्टिस गर्न जरुरी छ, जो तपाईँहरूको क्लासमा भइराखेको छ। अब पहिलो क्वेसनमा जाउँ। क्वेसन नम्बर 1, डिभिजन वन कार्यालयको प्रमुखलाई के भनिन्छ? हेर्नुहोस् त, क्वेसन सोधिरहेको छ बारम्बार। यो डिभिजन वन कार्यालयको प्रमुखलाई के भनिन्छ भनेर सोध्यो भने क डिभिजनल वन अधिकृत भन्ने कि, ख वन सुरक्षा अधिकारी भन्ने कि, ग वन अधिकृत भन्ने कि, घ सहायक वन अधिकृत भन्ने। अब हेर्नुहोस् त, डिभिजन यो कार्यालय हो, त्यही भएर यसलाई डिभिजन भनेको। अनि त्यो कार्यालयको प्रमुखलाई के भनिन्छ त? डिभिजनल भन्छ कि। पछाडि नल आउँछ। डिभिजनल वन अधिकृत भनेको चाहिँ एउटा व्यक्तिको पोस्टलाई जनायो। डिभिजन भनेको चाहिँ कार्यालय हो, ठाउँ हो। त्यही भएर डिभिजन वन कार्यालयको प्रमुखलाई डिभिजनल वन अधिकृत भन्ने गरिन्छ। कहिलेकाहीँ के सोध्न सक्छ, यो कुन समूहको भनेर सोध्न सक्छ। समूह चाहिँ कुन हो त यसको भनेर सोध्न सक्छ। यो चाहिँ जनरल फरेस्ट्री है। वनरक्षक कुन हो भने पनि सोध्न सक्छ। जनरल फरेस्ट्री नै हो सबै। अब यो डिएफओ कति हो त? 9 तहको र 10औँ तहको। 9को नर्मली वन डिभिजनल वन अधिकृत भन्छ भने 10औँकोलाई चाहिँ वरिष्ठ डिभिजनल वन अधिकृत भन्ने गरिन्छ। 9 र 10औँ तहको चाहिँ हुन्छ भने चाहिँ सम्झिने साथीहरू है। अब अहिले पहिला हेर्नुहोस् त, यो सहायक वन अधिकृत भन्ने शब्द थियो। सहायक वन अधिकृत भनेकै डिएफओ भन्दा तलको पोस्ट हो। वन अधिकृत भनेर सम्झिनुहोस्। त्यो चाहिँ सामान्य वन अधिकृतलाई सहायक वन अधिकृत भन्ने गरिन्थ्यो पहिला। यो सहायक शब्द हटाएको हुनाले चाहिँ अहिले के भन्ने गरिन्छ त? वन अधिकृत भन्ने गरिन्छ। यो पनि जनरल फरेस्ट्री, जफ भनेको जनरल फरेस्ट्री लेखेँ मैले है। यो चाहिँ सातौँ र 8औँ हो भने चाहिँ सम्झिने साथीहरू है।
7औँ र 8औँ जनरल फरेस्ट्री वन अधिकृत भन्छौँ भने 9 र 10औँको चाहिँ डिभिजनल वन अधिकृत भन्छौँ। अनि प्रदेश वन निर्देशक भने पनि परीक्षामा कहिलेकाहीँ सोध्न सक्छ। त्यो जनरल फरेस्ट्री 11औँ तहको भने चाहिँ सम्झिने, त्यो जनरल फरेस्ट्रीको 11औँ तहकोलाई प्रदेश वन निर्देशक भनिन्छ भने चाहिँ सम्झिने। यो कुरा चाहिँ बुझ्नु होला है। डिभिजनल वन कार्यालयको प्रमुख पछि अब कहिलेकाहीँ परीक्षामा वन रक्षक कुन समूहको भनेर सोध्यो भने तपाईँ जनरल फरेस्ट्री समूहको भनेर सम्झिनु होला है। वन सेवा अन्तर्गत चाहिँ यो समूहको कुराहरू गर्ने भने 7वटा छ है। त्यो विभिन्न छ, तपाईँले चाहिँ अब वातावरण, भू संरक्षण, त्यो जनरल फरेस्ट्री, सोइल एन्ड वाटर कन्जर्भेसन अथवा चाहिँ निकुञ्ज, यी विभिन्न छन्, तपाईँले चाहिँ झुक्क्याउन सक्छ। ल क्लासको लागि चाहिँ दिएको नम्बरमा वाट्सएप गरेर धेरैजना विद्यार्थीहरूले करिब करिब 700-800 भन्दा बढीले चाहिँ लिइराख्नु भएको छ क्लासहरू, तपाईँहरू जोइन गरेर आफ्नो कर्णालीलाई टार्गेट गरेर मजाले पढ्न सक्नुहुनेछ। जोइन भएको दिनदेखि लिएर तपाईँले इन्टरभ्यूसम्म पढ्न पाउनुहुन्छ विथ A1 क्लासेस क्वालिटी है। तपाईँहरूलाई हामीले विद्यार्थीलाई चाहिँ फाइनलसम्म नै गाइड गर्ने हो। सो दिएको अफरमा मजाले जोइन गरेर आफूले घरै बसी बसी पढ्न सक्नुहुनेछ। ल 2 नम्बरको प्रश्न चाहिँ यस प्रकार रहेको छ। वनमा पाइने वनस्पतिहरूको साइज, जात, सङ्ख्या तथा वन पैदाहरूको अवस्था आदिको जानकारी लिन वनमा गरिने नापजाँच वा लेखाजोखा कार्यलाई के भनिन्छ भनेर सोधेको छ। क्वेसन बुझ्नु होला है। हेर्नुहोस् त, वनमा पाइने वनस्पतिहरूको साइजको बारेमा, तिनीहरूको जात प्रजाति बारेमा, कति सङ्ख्या छ सङ्ख्याको बारेमा, र वन पैदाहरूको अवस्था स्थिति कस्तो छ त्यसको बारेमा जानकारी लिनु पर्यो भने अब त्यो वनमा गरिने नापजोखा अथवा नापजाँच अथवा लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ त भनेर सोधेको छ। क वन सर्वेक्षण भनिन्छ कि, ख वन क्षेत्र सर्वेक्षण भन्ने गरिन्छ कि, ग वन क्षेत्र मापन भन्ने गरिन्छ कि, घ वन स्रोत सर्वेक्षण भन्ने गरिन्छ। यसको उत्तर के हो त साथीहरू? यसको उत्तर घ हो है। वन स्रोत सर्वेक्षण भनेकै फरेस्ट इन्भेन्ट्री हो। परीक्षामा यो सोध्छ। भन्नु खोजेको हामीले एउटा फरेस्ट इन्भेन्ट्री गऱ्यौँ, वन स्रोत सर्वेक्षण गऱ्यौँ भने के गर्छौँ त हामीले? त्यहाँ वनको प्रजाति, बिरुवाका 4वटा स्टेज छ नि होइन। बिरुवाका स्टेज सुरुमा चाहिँ एउटा बिरुवा भयो, रुखको 4वटा स्टेज भनेको बिरुवा भयो, त्यसपछि लाथ्रा भयो होइन। लाथ्रा लाथ्रा भनेको बिरुवा भनेको चाहिँ सिडलिङ, यो पहिला पनि तपाईँले पढ्नु भएको छ। लाथ्रा भनेको स्याप्लिङ हो। त्यसपछि गएर चाहिँ पोल भइ नै हाल्यो, हामीले पोललाई पोल नै भन्छौँ। अर्को चाहिँ रुख भइ नै हाल्यो, रुखलाई चाहिँ हामीले ट्री भन्छौँ। हो यो 4वटा स्टेजको सम्पूर्ण जानकारी लिने काम हो फरेस्ट इन्भेन्ट्री अथवा वन स्रोत सर्वेक्षण भनेकै। बिरुवा चाहिँ कुन प्रजाति हो, कति सङ्ख्यामा छ, लात्रा कुन प्रजाति हो, कति सङ्ख्यामा छ, सङ्ख्या र प्रजाति चाहिँ बिरुवा र लात्राको काउन्ट गर्ने गरिन्छ। अनि पोल र रुखको चाहिँ गोलाइ कति छ, उचाइ कति छ, कुन प्रजाति हो, कति सङ्ख्यामा छ, सबै कुराहरू चाहिँ यसको चाहिँ गुणस्तर के छ होइन, ग्रेडिङ के छ, सबै कुराहरू पत्ता लगाउने गरिन्छ। त्यसै त्यो लेखाजोखा गर्ने कामलाई नै के भनिन्छ त? त्यो जात, सङ्ख्या, प्रजाति होइन, त्यो अवस्था आदिको बारेमा जानकारी लिने कामलाई नै के भनिने गरिन्छ त? वन स्रोत सर्वेक्षण भन्ने गरिन्छ भने चाहिँ सम्झिनु पऱ्यो साथीहरू है त। ल अब 3 नम्बरमा जाउँ है। यसको उत्तर के भयो त? वन कहिलेकाहीँ अब वन सर्वेक्षण, क्षेत्र सर्वेक्षण, क्षेत्र मापन भनेर यस्ता झुक्क्याउन सक्छ। यो भनेको वन स्रोत सर्वेक्षण नै हो भने चाहिँ सम्झिनु पऱ्यो है। प्रश्न नम्बर 3मा जाउँ। यस प्रकार रहेको छ। बिउ छर्नु अघि कुन बिउलाई तातो पानीमा डुबाइन्छ? यो धेरै पटक सोधेको छ। बिउ छर्नु अघि चाहिँ कतिपयलाई चाहिँ हामीले सिड ट्रिटमेन्ट भन्छौँ, जस्तै कुनै कुनै बिउहरूलाई चाहिँ रुखबाट उत्पादन भएका ती रुखहरूको बिउलाई चाहिँ के गर्छौँ त हामीले? बिउ उपचार भन्छौँ। बिउ उपचार भनेको चाहिँ सिड ट्रिटमेन्ट भन्छौँ साथीहरू है। अब कतिपयलाई चाहिँ उनीहरूको उम्रिन सक्ने क्षमता वृद्धि गर्नको लागि अथवा चाहिँ त्यसको बाहिरको कभरहरू, हार्ड कभरहरू निकाल्नको लागि हामीले चाहिँ के गर्नुपर्छ त? केही न केही प्रोसेसिङ गर्नुपर्छ, त्यसलाई सिड ट्रिटमेन्ट भन्छ कि। बिउको उम्रिन सक्ने क्षमता वृद्धि गर्नको लागि, भाइबिलिटी गर्नको लागि चाहिँ हामीले केही न केही उपायहरू अप्नाउनु पर्छ। जस्तै कसैको चाहिँ कुनै बिउको बाहिर एकदमै हार्ड कभर हुन्छ नि, कभर, त्यसलाई चाहिँ फोडेर बिउ रोप्ने होला। कसैलाई चाहिँ घाममा सुकाएर हामीले चाहिँ बिउ सार्ने होला, रोप्ने होला। कसैलाई चाहिँ चिसो पानीमा डुबाएर चाहिँ केही समय त्यसको बाहिरको जुन यो त्यो कभर हुन्छ त्यसलाई चाहिँ एकदमै कमजोर बनाएर अनि बल्ल रोप्ने होला। कसैको निकालेर रोप्ने होला। प्रत्येक बिउको चाहिँ फरक फरक हुन्छ। हो त्यस्तो त्यो प्रक्रियालाई के भनिन्छ त? बिउ उपचार भन्छ। सिड ट्रिटमेन्ट भनेको त्यही नै हो। अब यहाँ चाहिँ तातो पानीमा कसलाई चाहिँ कुन बिउलाई चाहिँ डुबाइदो रहेछ त भन्यो भने सालको प्रजाति हो कि, सालको बिउ हो कि, टिकको बिउ हो कि, सिसौको बिउ हो कि, चाँपको बिउ हो भनेको छ। टिक प्रजाति हेर्नुभयो भने हामीले के भन्छौँ त? टिकलाई टिकलाई सागवन पनि भन्छ है। टिकको अर्को नाम के हो? सागवन पनि हो। अब यसलाई चाहिँ के गर्छौँ त हामीले? 24देखि 48 घन्टासम्म है, 24देखि 48 घन्टासम्म के गर्छौँ त हामीले? तातो पानीमा डुबाउँछौँ। त्यो भयो भने त्यो टिकको बाहिरको जुन हार्ड कभर छ त्यो कमजोर हुन्छ कि, एकदमै त्यो गलक्क गिली ऊ हुन्छ कि, त्यो एकदमै लुज हुन्छ। अनि बल्ल टिक चाहिँ उम्रिन्छ, क्षमता उसको चाहिँ
उम्रिन सक्ने क्षमता वृद्धि हुन्छ। हो यस्तो प्रक्रियालाई हामीले सिड ट्रिटमेन्ट भन्ने गर्दछौँ साथीहरू है। अब यो सालको बिउ कति दिन जीवित रहन्छ भनेर सोध्छ। यसको जीवित जीवित एक्चुअली सोधेको छ सालको बिउ चाहिँ 7 दिन मात्र भनेर सम्झिने। अब 7 दिन पछाडि चाहिँ बिस्तारै यसको उम्रिन सक्ने क्षमता घट्दै 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 गएको हुन्छ। यो सबै प्रक्रियालाई हामीले सिड ट्रिटमेन्ट भन्ने गर्छौँ भने चाहिँ सम्झिने साथीहरू है। ल प्रश्न नम्बर 4मा जाउँ। यस प्रकार रहेको छ, पहाडमा पहाडी क्षेत्रमा नर्सरी स्थापना गर्दा कुन मोहडामा उपयुक्त हुन्छ? ल हेर्नुहोस् त, अर्को इम्पोर्टेन्ट क्वेसन, यो तपाईँहरूलाई वनरक्षकलाई सोधेको क्वेसन हो। अब हामी पहाडी क्षेत्रमा नर्सरी स्थापना गर्दैछौँ भने त्यसको मोहडा अथवा डिरेक्सन दिशा कुनतर्फ चाहिँ फर्काएर बनाउने भनेको हो? क उत्तरी क्षेत्रमा हो कि उत्तरी दिशातिर, ख दक्षिणी हो कि ग पूर्वी हो कि घ पश्चिम हो? तपाईँले यो के सम्झिने भन्दा चाहिँ यसो हामीले चाहिँ यो कम्पास हेरेका छौँ होइन, यो हाम्रो उत्तरी साइड हो, यो उत्तर हो, यो पूर्वी साइड हो होइन, पूर्व हो, यो हाम्रो पश्चिम हो। हामीले यसो नक्सामा हेऱ्यो भने यस्तो हुन्छ नि होइन, यो दक्षिण हो। अब तपाईँले चाहिँ के सम्झिनु पर्यो भन्दाखेरि चाहिँ यो हाम्रो समुद्र सतहदेखि भन्ने भने हाम्रो त एलिभेसन 0देखि सुरु हुने हो नि त, यसरी यसरी तलबाट चाहिँ सुरु हुँदै 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 उचाइ बढ्दै जाने हो। यो तलको दक्षिणबाट सुरु हुने हो नि त। ल तपाईँलाई परीक्षामा सोध्यो यही क्वेसनलाई यसरी सोध्न सक्छ, कन्फ्युजन नहुनु होला। समुद्र सतहदेखि 800 मिटरमा नर्सरी निर्माण गर्दाखेरि त्यसको मोहडा कता हुन्छ भने सोध्यो ल। अब यो 1200 चाहिँ 1200 मिटर उचाइको रेखा सम्झिनुहोस्, यो बिचको यो प्लसलाई भने नि 800 मिटर भनेको त 1200 मिटरभन्दा तल पऱ्यो नि, यहाँ पऱ्यो भनेको यो दक्षिणी भाग भनेको त हाम्रो तराई छ। यसरी हेर्ने हो भने नेपालको भूगोलको हिसाबले हेर्ने हो भने यो दक्षिणी भाग त हाम्रो तराई भाग पर्छ। अब समुद्र सतहदेखि 800 मिटर भन्यो भने त यो तराईमा हामीले नर्सरी निर्माण गर्दैछौँ। अब के सम्झिनु पर्छ भन्दाखेरि चाहिँ यो 1200 मिटरभन्दा तल हामीले नर्सरी निर्माण गर्दैछौँ भने त्यसको मोहडा चाहिँ उत्तरीतर्फ फर्काएर हामीले गर्नुपर्छ भने चाहिँ सम्झिने। त्यसको मोहडा उत्तरीतर्फ हुन्छ। तर हामीले 1200 मिटरभन्दा माथि नर्सरी निर्माण गर्न पर्यो भने ल तपाईँलाई 1500 मिटरमा भन्यो ल, मध्य पहाडी क्षेत्र अथवा 1500 मिटरको उचाइमा नर्सरी निर्माण गर्दाखेरि भन्यो भने 1200 मिटरभन्दा माथिको रेखा हो त्यो त। अब त्यसको मोडा कता फर्काउनु पर्छ? दक्षिणी साइडतिर फर्काउनु पऱ्यो कि साउथर्न साइड, के अरे साउथर्न साइडतिर। अब हाम्रो क्वेसनले के भनेको छ हेर्नुहोस् त, पहाडी क्षेत्रमा नर्सरी स्थापना गर्दा कुन मोडा भनेको छ? पहाडी क्षेत्र भनेको माथिको यो 1200 भन्दा माथिको मोडामा 1200 मिटरभन्दा माथि नर्सरी निर्माण गर्दैछौँ भने त्यसको मोडा दक्षिणतर्फ साउथ साइडतिर अथवा चाहिँ तराई साइडतिर अथवा चाहिँ दक्षिणी साइडतिर हामीले फर्काउँछौँ। त्यही तपाईँलाई 500 मिटरमा भनेर भन्नु सक्छ। कहिलेकाहीँ ठाउँ पनि तोकेर भन्नु सक्छ ल है। लुम्बिनी प्रदेशको कुनै जिल्लाको नाम तोकेर कपिलवस्तु अथवा कुनै ठाउँमा नर्सरी निर्माण गर्दाखेरि मोडा कता फर्काउनु पर्छ भनेर सोध्नु सक्छ। त्यही तपाईँलाई चाहिँ उच्च हिमाली जिल्लाको कुनै ठाउँ तोकेर यो ठाउँमा नर्सरी निर्माण गर्दाखेरि मोडा कता फर्काउनु पर्छ भनेर सोध्नु सक्छ। अब हामीले के सम्झिनु पर्यो? कुन ठाउँमा नर्सरी निर्माण गर्दैछौँ त्यसको हिसाबले दक्षिणमा नर्सरी निर्माण गर्दैछौँ भने त्यसको मोडा उत्तरीतर्फ हुन्छ, उत्तरमा चाहिँ नर्सरी निर्माण गर्दैछौँ भने त्यसको मोडा दक्षिणतर्फ हुन्छ भने चाहिँ सम्झिने। अनि कहिलेकाहीँ समुद्र सतहदेखि यति मिटर भन्यो भने समुद्र सतहदेखि 1000भन्दा तल पुग्यो भने त्यसको मोडा पनि उत्तरी नै हुन्छ। तर त्योभन्दा माथिको केस आयो भने त्यसको दक्षिणी हुन्छ भनेर सम्झिने। अब यसको उत्तर के भयो त? पहाडी क्षेत्रमा नर्सरी स्थापना गर्दैछौँ भने पहाड त उत्तरी क्षेत्र हो, त्यसको हामीले दक्षिणतर्फ फर्काउँछौँ भनेर सम्झिने है। प्रश्न नम्बर 5मा चाहिँ यस प्रकार रहेको छ, वनको विकासमा अवसर नपाएको वर्गलाई हामीले के भन्छौँ? हेर्नुहोस् त, अब हामीले यो सिम्पल कुरा चाहिँ यस्तो धेरै गाह्रो छैन, यस्तो क्वेसन पनि सोधेको छ। जस्तै वनको विकासमा अथवा वनको कार्यमा संलग्न हुन चाहने तर अवसर नपाएका व्यक्तिहरूलाई हामीले के भन्छौँ त? पहिला 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 भन्ने गरिन्थ्यो नि, म अवसर पाएको छैन, अवसर मिलेको छैन, केही गर्न खोज्छु तर अवसर मिलेको छैन भन्छ नि। अब वनको विकास गर्ने वनको कार्यमा संलग्न हुने कुनै समुदाय समूह हुनसक्छ तर उनीहरूले चाहिँ अवसर नपाएका हुनसक्छन्। त्यस्तो अवसर नपाएका वर्गलाई हामीले के भन्छौँ त? के भन्छौँ? समावेशी भन्छौँ कि वञ्चित वर्ग भन्छौँ कि धनी वर्ग भन्छौँ कि मध्यम वर्ग भन्छौँ? पक्कै पनि यो दुईवटा अप्सन त मिल्दैन हो, तपाईँलाई त सिम्पल छ, समावेशी र वञ्चित भनेको छ। अब अवसर नपाएको भन्यो भने सिम्पल लजिक लाग्छ, त्यो वञ्चित गरिएका रहेछन्, वञ्चित वर्ग भनेर सम्झिने। समावेशी भनेको त संलग्नता भएको वर्ग हो, संलग्नता भएको वर्ग हो है। सबै कुरामा समावेशी भनेको चाहिँ इन्क्लुसन है, समावेशीकरण इन्क्लुसन भयो, समावेश गरिएको इन्क्लुसन हो। समावेशी भनेको वञ्चित भनेको त्यो अवसर नदिएको अथवा चाहिँ समूहमा नराखिएका त्यस्तालाई हामीले वञ्चित वर्ग भन्छौँ है। यस्तो क्वेसन पनि बन्नछलाई सोधेको छ। र क्लासको लागि चाहिँ तपाईँहरूलाई आफ्नो लागि अध्ययन आफैले गर्ने हो साथीहरू। तपाईँहरूले चाहिँ तयारी गर्ने नगर्ने भन्ने कुराहरू तपाईँहरूको डिसिजन हो। तपाईँहरू चाहिँ घरमा बसेर मजाले पढ्नुहोस्, मजाले चाहिँ अभ्यास गर्नुहोस्। तर प्रतिस्पर्धी इक्जाममा सामान्य तयारीले हुँदैन र कुनै पनि ठाउँमा चाहिँ त्यो सामान्य धेरै जसो गुनासो के आउँछ, सर मैले यो ठाउँ एडमिसन गरेको थिएँ पहिला, कोर्स कम्प्लिट मात्रै गरिदियो, 30 दिनमा 40 दिनमा कोर्स सकाइदियो सर भन्ने चाहिँ गुनासो धेरै विद्यार्थीको आएको हुनाले चाहिँ हामी के चाहन्छौँ विद्यार्थीको हकितमा तपाईँहरूको
जोइन भएको दिनदेखिले है, जोइनदेखि लिएर इन्टरभ्यूसम्म तपाईँहरूले चाहिँ मजाले पढ्ने अवसर खोज्नुहोस्। जहाँसुकै पढे पनि है, फेरि हामीसँगै पढ्नुपर्छ भन्ने छैन। जुनसुकै ठाउँमा पढे पनि इक्जाम नहुन्जेलसम्म पढ्नुहोस्। त्यो 30 दिन 40 दिन 2 महिना 3 महिना पढेर केही पनि हुँदैन साथीहरू है। तपाईँले चाहिँ दैनिकी अभ्यास होस्, दैनिकी नोट रेकर्डिङ भिडियो कुराहरू, एक्जामका कुराहरू, त्यस्तो अवसर चाहिँ खोजेर तपाईँहरूले पढ्ने हो। नभए धेरैजना विद्यार्थीको गुनासो के आउँछ, सर मैले फलाना ठाउँमा पढेँ अनि यति शुल्क तिरेँ तर क्लासै भएन, 30 दिन 40 दिन मात्रै पढ्न पाएँ, हतार हतारमा कोर्स सकियो तर मैले केही बुझेन भन्नुहुन्छ। त्यस्तो गुनासो गरेर चाहिँ अब कामै हुँदैन। तपाईँहरूले चाहिँ एक टाइम जोइन हुने, यसरी पढ्ने कि तपाईँहरूको इक्जाम नहुन्जेलसम्म पढ्ने है। हामीसँग जुन अफर छ त्यो त फाइनलसम्मै हो, तपाईँलाई इन्टरभ्यूसम्मै हेर्छौँ हामीले। सो तपाईँले चाहिँ डिसाइड गरेर क्लासको खोजीमा आउनुहुन्छ भने घरै बसेर मजाले अनलाइन क्लास तपाईँले चाहिँ डे टु डे अध्ययन गर्न सक्नुहुनेछ। यो तपाईँलाई दिएको नम्बरमा वाट्सएप गर्नु होला है त। यो तपाईँलाई सजेसन मात्रै हो। प्रश्न नम्बर 6मा जाउँ। यस प्रकार रहेको छ, वन डढेलो नियन्त्रणका लागि के कार्य गर्नु हुँदैन? दिएका मध्ये, जस्तै वन डढेलो नियन्त्रण गर्नु पर्यो भने हामीले तर दिएका मध्ये कुन काम चाहिँ गर्न हुँदैन त? क झाडी सफाइ गर्न हुँदैन कि, ख हेरालु परिचालन गर्न हुँदैन कि, ग वनमा चुरोटको ठुटाहरू फाल्न हुँदैन कि, घ अग्निरेखा निर्माण गर्न हुँदैन? अब यस्तो उत्तर, यस्तो उसमा चाहिँ सिम्पल छ। अब वन डढेलोमा के कार्य गर्न हुँदैन त? पक्कै पनि अब झाडी सफाइ गऱ्यो भने त वन डाडल नियन्त्रण हुन्छ नि होइन। वन डढेलो नियन्त्रण हुन्छ झाडी सफाइ गऱ्यो भने, यो त राम्रो पक्ष हो। अब हेरालु पनि परिचालन गर्नुपर्छ वन हेरालुलाई होइन। त्यो कहाँ कुन ठाउँमा डढेलो लागेको छ अथवा डढेलो लाग्ने सम्भावना छ, त्यो चाहिँ नियन्त्रण गर्न सकिन्छ। अग्निरेखा पनि निर्माण गर्ने हो, यो डढेलो नियन्त्रणकै उपाय हो। तर यो वनमा चुरोटको ठुटा फाल्ने भन्ने कुरा त, यो चुरोटको ठुटा फाल्न हुँदैन नि। फाल्यो भने त के भयो त, आगजनी भयो। राष्ट्रिय वनमा आगजनी अथवा आगो लाउनेलाई चाहिँ तपाईँहरूले चाहिँ दण्ड सजायको व्यवस्था छ। के छ, यदि कसैले चाहिँ, धेरै पटक सोधिसकेको क्वेसन, राष्ट्रिय वनमा आगो लगाउने अथवा आगजनी हुने कुनै पनि कार्य गराउनेलाई चाहिँ के छ त, के छ, 3 वर्ष कैद, 3 वर्ष कैद, जरिमा त्यो क्षतिपूर्ति तिराएर है, 3 वर्ष कैद वा 60,000 रुपियाँ जरिवाना। 60,000 रुपियाँ जरिवाना वा दुबई, वा दुबई भनेको 3/60 सम्झिनु पर्यो। 3/60 भनेको 3 वर्ष कैद, 60,000 रुपियाँ जरिवाना वा दुबई छ। के भयो त, राष्ट्रिय वनमा कसैले आगजनी गर्छ भने, अब वनमा चुरो ठुटाहरू फाल्न भएन, नेग्लिजेन्स हेलचेक्राइ गर्नु भएन। यी कुराहरू डढेलोको च्याप्टरमा हामी पढ्छौँ है। धेरै कुराहरू छ डढेलोमा पढ्नुपर्ने कुराहरू। 7 नम्बरमा हेर्नुहोस् त, नेपालमा हालसम्म तलको कुन प्रकारको वनहरूले सबैभन्दा कम क्षेत्रफल ओगटेको छ? यो दिएको मध्ये सबैभन्दा कम क्षेत्रफल ओगट्ने चाहिँ वनको प्रकारहरू, विशेष गरी चाहिँ राष्ट्रिय वनको प्रकार अन्तर्गत चाहिँ कुन पर्छ त भन्यो भने, सामुदायिक वन, कबलिती वन, धार्मिक वन, साझेदारी वन। सिम्पल छ, जम्मा जम्मै धार्मिक वनको क्षेत्रफल कम छ भने चाहिँ सम्झिने साथीहरू है। अर्को 8 नम्बरमा जाउँ। यो पनि सोधेको क्वेसन हो ल, कत्था र कच कुन काठबाट बनाइन्छ है? तपाईँलाई चाहिँ अर्को पढ्ने कसरी त भन्दाखेरि चाहिँ, पास्टमा सोधिएका क्वेसनहरूलाई चाहिँ मजाले अभ्यास गर्ने कि धेरै क्वेसनहरू चाहिँ वनरक्षकको कुनै न कुनै प्रदेशमा रिपिटेड भइरहेछन्। सिलेबस नै त्यही छ हुन चाहिँ होइन। तर तपाईँहरूलाई चाहिँ मजाले चाहिँ त्यो क्वेसनहरू चाहिँ, पास्ट क्वेसनहरू त हामीले त नोटमै तल राखिदिएका हुन्छौँ, यति सालमा यो क्वेसन सोधेको थियो भनेर चाहिँ तपाईँहरूलाई चाहिँ 40-50वटा नर्मल्ली च्याप्टर पछाडि अन्तिममा चाहिँ राखिदिएका पनि हुन्छौँ। र तपाईँहरूले चाहिँ जो जो सामाजिक सञ्जालहरू अथवा युट्युब हेरेर पढिराख्नु भएको छ, तपाईँले चाहिँ पास्ट क्वेसनहरू पनि अभ्यास गर्नु होला। कत्था र कच कुन काठबाट बनाइन्छ त? सालको काठबाट, सिसौको काठबाट, खयरको काठबाट, माथिका सबै भनेको छ। यो कत्था र कच आउने भनेकै खयरको काठबाट हो भनेर सम्झिने। खयरको पनि यो हार्डवुड भन्छौँ, हार्डवुडबाट चाहिँ कत्था निकालिने गरिन्छ भने चाहिँ सम्झिनु पऱ्यो है। यो कत्था निकै महत्त्वपूर्ण छ। यो कत्था चाहिँ यो पान बनाउन, पानमा त्यसै गरी छाला प्रशोधनमा होइन, औषधि बनाउन, विभिन्न कार्यमा चाहिँ प्रयोग हुने प्रजाति हो। कुन रुखबाट भनेर सोध्न सक्छ, खयर है, आकासिया क्याटेची अथवा सिनेगेलिया क्याटेची भनेर चाहिँ सम्झिने यो रुखको वैज्ञानिक नाम है। ल 9 नम्बरमा जाउँ। आँखे टुपार भन्नाले के जनाउँछ? आँखे टुपार भनेकै ट्रफी हो। यो वनरक्षकलाई धेरै पटक सोधिसक्यो, बनोइनमा पनि छ यो कुराहरू। आँखे टुपार भन्नाले के जनाउँछ त? क वन्यजन्तुको छाला, ख वन्यजन्तुको सिङ, ग वन्यजन्तुको हड्डी, घ जीवित वन्यजन्तु वा मरेको शरीर वा चिन्न सकिने अङ्गबाट तयार गरिएको कुनै सामग्री वस्तु पदार्थ कुन चाहिँ हो त? आँखे टुपार भनेको चाहिँ के हुनसक्छ त, कुनै पनि वन्यजन्तुको जीवित शरीर पनि हुनसक्छ वा मृत शरीर पनि हुनसक्छ। उसको शरीरको कुनै अङ्ग वा अंश पनि हुनसक्छ। त्यो अङ्ग वा अंशले त्यो वन्यजन्तुलाई चाहिँ प्रस्तुत गर्छ भने त्यो चाहिँ के हो त, आँखे टुपार हो। जस्तै उदाहरणको लागि बाघको छाला, हामीले बाघ देख्यौँ, ल बाघ चाहिँ यसो टिभीमा देख्यौँ, त्यसको छाला मात्र हामीले रियल लाइफमा देख्यौँ भने त्यो छालाले हामीले के भन्छौँ त,
छाला देख्दा बित्तिकै यो त बाघको है भन्छौ नि। हो, त्यो छालाले केलाई जनायो त बाघलाई जनायो कि। त्यो छाला के हो त? आँखेटो पार हो। त्यसरी गैँडाको खाग, सिङ केबाट बनेको हुन्छ भनेर सोधेको हुन्छ, परीक्षामा धेरै पटक सोधेको छ। रूपान्तरित रौँको झुप्रो अथवा रौँबाट बनेको क्याराटिन तत्त्व हो त्यो चाहिँ, रौँबाट बनेको हुन्छ। अब हेर्नुहोस् त, त्यो खाग देख्दा बित्तिकै हामीले यो गैँडाको है भनेर बुझ्छौँ नि, होइन? त्यसै गरी हात्तीको दाराहरू देख्दा बित्तिकै यो हात्तीको है भनेर चिन्छौँ कि। त्यसरी कस्तुरी मृगको बिना हेर्ने हो भने बिना चाहिँ देख्दा बित्तिकै यो कस्तुरी मृगको भन्छौँ। हो, त्यो वन्यजन्तुको कुनै अङ्ग वा अंशले केलाई जनायो त त्यो वन्यजन्तुलाई जनाउँछ। हो, त्यो चाहिँ के हो त? आँखेटो पार हो। त्यही भएर त्यो जीवित पनि हुनसक्छ वा मृतक वन्यजन्तु पनि हुनसक्छ, तर त्यसको शरीरको अङ्ग वा अंशले हामीलाई के जनाउँछ त? के जनाउँछ त? वन्यजन्तुलाई जनाउँछ। त्यही नै के हो त? आँखेटो पार हो भनेर चाहिँ सम्झिनु पऱ्यो। ट्रफी भन्छ अङ्ग्रेजीमा है। प्रश्न नम्बर 10मा जाउँ। यस प्रकार रहेको छ। क्वेसन अलिकति लामो भएको छ। साझेदारी वनबाट उत्पादित काठदाउराहरूको बाँडफाँड कसरी गरिन्छ? साझेदारी वन भनेको पढ्नु भएको छ। साझा वन को हुन्छ? तिनवटा निकाय साझेदारी वनको। डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय। त्यसपछि गएर चाहिँ स्थानीय तह है, स्थानीय तह। साझेदारी तिनवटा निकाय कुन हुन् भनेर सोध्न सक्छ। साझेदारको हिसाबले सबैभन्दा ठुलो राष्ट्रिय वन पनि यही नै हो, साझेदारी वन नै हो। डिभिजन वन कार्यालय, स्थानीय तह र यो साझेदारी वनको उपभोक्ता समूह। कसको त? साझेदारी वनकै उपभोक्ता समूह। यो तिनवटा निकाय मिलेर यो साझा रूपमा वनको संरक्षण र व्यवस्थापन गर्दै आएका हुन्छन्। यो साझेदारी वनको कार्ययोजना स्वीकृत प्रदेश वन निर्देशकले गर्ने चलन छ। व्यवस्थापन यी तिनटै निकायले गर्छन्। अब यो साझेदारी वनबाट जति पनि काठदाउराहरू आउँछ, त्यो काठदाउराहरू चाहिँ काष्ठ पैदाहरूको बाँडफाँड कसरी हुन्छ? गैर काष्ठ त सबै उपभोक्ता समूहसँगै हुन्छ। कुरा बुझ्नला। काष्ठ पैदाहरू चाहिँ कसको हुन्छ त? क उपभोक्ता समूहलाई 30% र डिभिजन वन कार्यालयलाई 70% हुन्छ कि? ख उपभोक्ता समूहलाई 30% र डिभिजन वन कार्यालयलाई 50% बाँडफाँड हुन्छ कि? ग उपभोक्ता समूहलाई 70% र डिभिजन वन कार्यालयलाई 30% हुन्छ कि? माथिका कुनै पनि होइन भनेको छ। यो क्वेसन धेरै पटक सोधेको छ साथीहरू है। क्लास जोडिनु भएको साथीहरूलाई त ऐन र नियमावलीको त समस्या भएन, त्यो तपाईँहरूलाई एक एक लाइन बाई लाइन बुझाएर पनि तपाईँहरूलाई कण्ठस्थ हुन्छ। यो साझेदारी वनबाट उत्पादित भएको काठदाउराहरूको बाँडफाँड कसरी हुन्छ भनेर पनि सोध्छ। कहिलेकाहीँ आम्दानी बाँडफाँड कसरी हुन्छ भनेर सोध्छ है। गैर काठ वन पैदा बाँडफाँड कसरी हुन्छ भनेर सोध्छ। अब यहाँ चाहिँ हामीले काठदाउराहरू भनेको काष्ठ पैदा हो र यो काष्ठ पैदाहरूको बाँडफाँड कसरी हुन्छ भनेर सोधेको हो। काष्ठ पैदाहरू कसरी हुन्छ त? उपभोक्ता समूहले 70% लिन्छ भने डिभिजन वन कार्यालयले 30% लिन्छ है। साझेदारी वनबाट उत्पादित काठदाउराहरूको बाँडफाँड गर्नु पर्यो भने उपभोक्ता समूहलाई 70%, 70/30 भनेर सम्झिनुहोस्। डिभिजन वन कार्यालयले 30% लिन्छ। यो चाहिँ के को त? काष्ठ पैदाहरूको कुराहरू गरेको हो। साझेदारी वनमा काष्ठ पैदाहरू अथवा डिभिजन वन कार्यालयले लिनु भनेकै सरकारले लिनु है। अब अर्को हेर्नुहोस्। अब गैर काष्ठ भनेर सोध्न सक्छ। यो काष्ठ पैदाहरूको ठाउँमा गैर काष्ठ भन्यो भने गैर काष्ठ सबै चाहिँ उपभोक्ताले लिन्छ। गैर काष्ठ भनेको स्याउलापात, घाँसपातहरू, त्यस्ता कुराहरू हुन्। ती सबै काठ र दाउरा बाहेक अरू जति पनि छन् ती सबै गैर काष्ठ हुन्। ती नन टिम्बर फरेस्ट प्रोडक्टहरू उपभोक्ताले लिन्छ है। ऐन राम्रोसँग पढ्ने। आम्दानी बाँडफाँड भन्न सक्छ फेरि। अब यो काठ दाउराहरू नबाँडेर यो बेचबिखन गरिसके जुन आम्दानी आउँछ नि, पैसा आउँछ नि, हो त्यो आम्दानी बाँडफाँड कसरी गर्ने भनेर सोध्न सक्छ। आम्दानी बाँडफाँड, आम्दानी बाँडफाँड पनि सोध्न सक्छ। त्यतिखेर तपाईँलाई चाहिँ नेपाल सरकारले कति लिन्छ त? नेपाल सरकारले, नेपाल सरकार भनेकै त्यो डिभिजन वन कार्यालय अन्तर्गत, त्यो नेपाल सरकार नै पर्ने हो। त्यो नेपाल सरकार अन्तर्गतै डिभिजन वन कार्यालय पर्ने हो। नेपाल सरकारले चाहिँ 40% लिन्छ। स्थानीय तह पनि त छ नि साझेदारीको त, होइन? त्यसको पनि केही भागभन्डा त गर्नु पऱ्यो। स्थानीय तह थोरै छ, यसको जम्मा जम्मी 10% गर्छ। 10% यसले लिन्छ, 10% है, 10%। अनि अब उपभोक्ता छ, उपभोक्ताले त धेरै लिनु पऱ्यो, किनभने वनको सबै काम यसैले गर्छ। उपभोक्ताले कति लिन्छ त? 50% लिन्छ। के हो यो? आम्दानी बाँडफाँड। काठ दाउराहरू बेचिसकेपछि जति पैसा आउँछ त्यो आम्दानी बाँडफाँड गर्नु पऱ्यो भने माथि काष्ठ पैदाहरू बाँडफाँड थियो, यो आम्दानी बाँडफाँड हो। कहिलेकाहीँ अब काठ दाउराहरू नबाँडौँ, ल यसको पैसा बेचेर जति पैसा आउँछ त्यसलाई बाँडफाँड गरौँ त भन्ने पनि हुनसक्छ। त्यो केसमा आम्दानी बाँडफाँड गर्नु पऱ्यो भने नेपाल सरकारले 40%, स्थानीय तहले 10% र उपभोक्ताले 50% लिन्छ भने चाहिँ सम्झिनु पऱ्यो है। यो क्वेसन इम्पोर्टेन्ट छ साथीहरू। डेली क्वेसन पढ्ने, अभ्यास गर्ने, मिहिनेत गर्ने हो भने गाह्रो छैन है। तर अल्छी गर्ने हो, पढ्ने होइन भने तपाईँ जुनसुकै जतिसुकै किताबहरू किन्नुहोस्, जुनसुकै ठाउँ पढ्नुहोस्, त्यो पारै लाग्दैन कि। मिहिनेत गर्ने बानी हुनुपर्छ। एक ठाउँ क्लास लिने, मजाले पढ्ने, अथवा चाहिँ क्लासको आवश्यक छैन भने सेल्फ स्टडी मजाले गर्ने, विषयवस्तुलाई गहन बुझ्ने, चौथर्फी पढियो भने मजाले सकिन्छ। ल 11 नम्बरमा हेर्नुहोस् त। विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? यो गण्डकीमा सोधेको क्वेसन हो है। गण्डकीमा सोध्यो, धेरै ठाउँमा सोधिसकेको छ। विश्व जैविक विविधता दिवस कहिले मनाउँछौँ भनेको, जैविक विविधता दिवस भनेको बायोडाइभर्सिटी डे है, वर्ल्ड बायोडाइभर्सिटी डे भन्छौँ नि। बायोडाइभर्सिटी डे हामीले कहिले मनाउँछौँ त?
मे 22 तारिक, मार्च 22 तारिक, फेब्रुअरी 22 तारिक, जुन 5। अब हेर्नुहोस् त, विश्व जैविक विविधता दिवस हामीले कहिले मनाउँछौँ त? विश्व जैविक विविधता मेको 22 तारिक मनाउँछौँ भनेर सम्झिने। अनि यो जुन 5 पनि सोधेको छ, यो चाहिँ के हो त? विश्व वातावरण दिवस। वातावरण दिवस भनेर सम्झिने। विश्व वातावरण दिवस कहिले मनाइन्छ भनेर सोध्यो भने जुन 5। यो विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ भने नि मे 22 तारिक भनेर सम्झिने साथीहरू है। च्यानललाई सब्सक्राइब पनि गर्नु होला साथीहरू है। सबैले सब्सक्राइब गर्न नबिर्सिनु होला। किनभने जति धेरै सब्सक्राइब वृद्धि हुँदै जान्छ, भिडियो डेली आइरहेको छ कि, त्यो एउटा मोटिभेटेड मिल्छ अपलोड गर्नलाई पनि। सो सब्सक्राइब गर्नु होला। हामीले 30K को टार्गेट राखेको छौँ। लेट्स सी आज 30K हामीले पुरा गर्छौँ कि गर्दैनौँ, सबैको अभियान हो है त। ल, प्रश्न नम्बर 12मा जाउँ। यस प्रकार रहेको छ, वन अतिक्रमण नियन्त्रण रणनीति कहिले स्वीकृत भएको थियो? ल हेर्नुहोस् त, यो पनि इम्पोर्टेन्ट छ साथीहरू। वन अतिक्रमण नियन्त्रण रणनीति, यो जुन फरेस्ट इन्करेजमेन्ट स्ट्राटेजी जुन छ नेपालमा, वन अतिक्रमण नियन्त्रण रणनीति कहिले स्वीकृत भएको थियो भनेर सोध्न सक्छ। क विक्रमसँग 2050 सालमा, ख विक्रमसँग 2068 सालमा, घ विक्रमसँग 2078 सालमा, घ विक्रमसँग 2072 सालमा। यसको सिम्पल छ 2068 सालमा भनेर सम्झिनु पऱ्यो। 68 कहिले त? 10 महिना 20 गते के भएको त? यो वन अतिक्रमण नियन्त्रण रणनीति स्वीकृत भएको। परीक्षामा वन अतिक्रमण नियन्त्रण रणनीतिको ठाउँमा कहिलेकाहीँ यस्तो सोधेको हुन्छ, यो वन डढेलो, यो वन डढेलोको पनि सोधेको छ। वन डढेलो व्यवस्थापन रणनीति, वन डढेलो व्यवस्थापन रणनीति भनेर सोधेको थियो। यो चाहिँ 2067, 67 1 महिना 20 गते। हेर्नुहोस् त, परीक्षामा यो दुईटा मध्ये एउटा क्वेसन सोधिराखेको छ। वन अतिक्रमण भन्यो भने 2068 10 महिना 20 गते स्वीकृत भएको, अथवा 2000 यो अतिक्रमण 2068 हो। वन डढेलो व्यवस्थापन भन्यो भने 2067 1 महिना 20 गते, अथवा 2067 नै यसको अतिक्रमण रणनीति हो भनेर सम्झिनु पर्यो। रणनीति कति रहेछ त? डढेलो भन्दा बित्तिकै 67, अतिक्रमण भन्दा बित्तिकै 68 भनेर चाहिँ सम्झिने। यो दुइटै इम्पोर्टेन्ट छ साथीहरू है। ल, अर्को 13 नम्बरमा जाउँ। यस प्रकार रहेको छ, पहाडी भेगमा अथवा पहाडी क्षेत्रमा पाइने बाँस प्रजाति कुन हो? बाँसको बारेमा पनि तपाईँलाई धेरै चाहिँ गरेको छ। अब पहिलाको तथ्याङ्क अनुसार चाहिँ यो नेपालमा चाहिँ 52 प्रजातिको बाँस पाइन्छ भन्छ। अहिले नयाँ रिसर्च पेपरहरूले त धेरै नै देखाइसकेको छ है। यो त धेरै पुरानो क्वेसन हो। तपाईँलाई बाँस कति भनेर सोध्यो भने 52 भन्नु चाहिँ, अहिले त रिसर्च पेपरहरूले चाहिँ त्योभन्दा धेरै नै देखाइसकेको छ। करिब करिब 200 300 पनि कुन रिसर्च पेपरले त देखाइसकेको छ। यो रिसर्च हुने कुराहरू, यस्तो प्रजाति चाहिँ सोध्दैन परीक्षामा। ल, अभ्यासको लागि मात्रै। तर कुन चाहिँ कहाँ पाउँछ भन्ने कुरा चाहिँ जान्न पर्यो। पहाडी भेगमा पाइने बाँस चाहिँ कुन हो भनेर सोध्न सक्छ। मल बाँस हो कि, भालु बाँस हो कि, लाउरे बाँस हो कि, निगालो भनेर सोध्न सक्छ। अब बाँस प्रजाति भन्यो भने यो मध्य प्रदेशमा पनि सोधे। ओके, यो क्वेसन त मधेसमा सोधेको थियो है। मधेसमा 2000 कतिमा 82 सालमा, अस्ति भर्खरैको परीक्षामा सोधेको थियो। यो भालु बाँस हो भने चाहिँ सम्झिने है, भालु बाँस। अब निगालो भनेको नि पहाडमै हुने हो, पहाडमै हुने हो। मलबाँस चाहिँ कहाँ हुन्छ त? तराईमा हुने हो भनेर सम्झिने। मलबाँस चाहिँ तराईमा हुन्छ भनेर चाहिँ सम्झिने साथीहरू है। अब पहाडी भेगमा पाउने बाँस चाहिँ कुन हो? भालु बाँस भनेर चाहिँ सम्झिने। ल, प्रश्न नम्बर 14मा जाउँ। यस प्रकार रहेको छ, नेपालको वनलाई कति प्रकारमा वर्गीकरण गरिएको छ? नेपालको वन, अब यो सिम्पल अर्थमा यसरी सोधेको ल क्वेसन, नेपालको वन कति प्रकारमा छ, स्ट्यान्डका आधारमा कति प्रकारको छ भनेर सोध्यो भने 35 प्रकारको, 45 प्रकारको, 75 प्रकारको, 78 प्रकारको। नेपालको वनलाई कति प्रकारमा वर्गीकरण छ भनेको, नेपालको वनको फरेस्ट टाइप कसरी छ भन्दाखेरि चाहिँ यो 35 प्रकार नै सम्झिने। यो 2 पटक सोधेको क्वेसन हो। तपाईँहरूलाई चाहिँ 35 प्रकार भनेर सम्झिने। मैले जति पनि क्वेसनहरू अभ्यास गराइराखेको छु, यी सबै पास्टमा सोधिएका क्वेसन र शब्दसँगै इम्पोर्टेन्ट क्वेसनहरू हुन् साथीहरू है। तपाईँलाई ठ्याक्कै सिलेबसको आधारमा हामीले क्वेसन निकालेका हुन्छौँ। त्यही क्वेसनहरू फाइनलमा लगभग सोधिराख्यो। 55वटा, करिब करिब 54 55वटा क्वेसन त जहिले पनि पढेकै हुन्छ त्यो फाइनलमा। तपाईँलाई चाहिँ ठ्याक्कै सिलेबसको आधारमै क्वेसन प्याटर्नहरू निकाल्ने हो र तिनीलाई अभ्यास गर्ने हो भने पनि लिखितमा मिलाउन गाह्रो छैन कि, तर मेहनत थोरै चाहिन्छ। ल, 15 नम्बरमा हेर्नुहोस् त, दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड 2081ले कतिवटा सिद्धान्तको परिकल्पना गरेको छ भनेर छ। अब अहिले तपाईँलाई परीक्षामा के सोध्न सक्छ, नेपालमा लागू भएको दिगो वन व्यवस्थापन राष्ट्रिय मापदण्ड कति हो भनेर सोध्न सक्छ। कुन हो है, कुन हो भनेर सक्छ। अब त्यो तपाईँलाई 2081 हो कि 80 हो कि, होइन, यो 80 हो कि 82 हो कि, झुक्क्याएन, 2083 हो, अथवा चाहिँ 2079 हो। तपाईँलाई परीक्षामा जसरी पनि झुकाउन सकिन्छ कि, एउटा सामान्य प्याटर्नमा यति मात्रै चेन्ज गर्ने भने झुक्कियो। अहिले त यहाँ हेर्न पाउनु भएको छ, क्वेसन ठिक छ, यो आइ नै हाल्छ। परीक्षामा झुकिन्छ। अनि यो 80 थियो कि पढेको, 81 थियो कि, अहिले 82 लागेको छ, फेरि 83 आउन लागिसक्यो, कुन 79 थियो कि, कन्फ्युजन हुन्छ। 75 थियो कि। दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड कुन हो भनेर सोध्न सक्छ, यहीमा कन्फ्युजन भएको छ। 81 हो भनेर सम्झिने। अब यो दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड यो के हो त? यो अनिवार्य हो कि, स्वैच्छिक हो कि,
यो कस्तो हो भनेर सोध्न सक्छ। भनेको यो लागू गर्ने यो मापदण्ड चाहिँ अनिवार्य रूपमा लागू गर्ने हो कि कस्तो भनेर सोध्न सक्छ, होइन यो स्वैच्छिक हो है, इच्छा अनुसार स्वैच्छिक हो भने चाहिँ सम्झिने यो कुराहरू चाहिँ। अब यसको सिद्धान्त कतिवटा परिकल्पना गरेको छ भनेर सोध्न सक्छ, कतिवटा सिद्धान्त प्रिन्सिपलमा आधारित छ भनेर सोध्न सक्छ। क 5वटा, ख 10वटा, ग 16वटा, घ 26वटा, पक्कै पनि 5वटा सिद्धान्तमा आधारित दिगोपन व्यवस्थापन राष्ट्रिय मापदण्ड 2081 हो। यो स्वैच्छिक मापदण्ड हो, इच्छा अनुसार चाहिँ लागू गर्ने मापदण्ड भनेर चाहिँ सम्झिने है। यसको बारेमा धेरै कुराहरू छ पढ्न चाहिँ। क्लासको लागि चाहिँ दिएको नम्बरमा वाट्सएप गरेर आजैबाट तपाईँले चाहिँ मजाले चाहिँ डेली 60वटा प्रश्नको मोडल सिट इक्जाम नोट रेकर्डिङ भिडियो क्लासमा पढ्ने कुराहरू विस्तृत रूपमा अहिलेदेखि पढियो भने तपाईँले फाइनलसम्म धेरै नै सहजता हुन्छ। अब भ्याकेन्सी खुलिसक्यो, भ्याकेन्सी कुरिसके पछाडि चाहिँ पढ्छु भन्दाखेरि चाहिँ त्यतिखेर समय थोरै हुन्छ, हतार हतारमा पढाउनु पर्ने हुन्छ। अनि ऐन र नियमावली चाहिँ हतार हतारमा पढेर काम पनि हुँदैन, अहिलेदेखि पढ्दा बेस्ट हुन्छ। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ सोच्नुपर्ने विषय हो साथीहरू है त। प्रश्न नम्बर 26मा जाउँ, यस प्रकार रहेको छ। सेन्डी स्ट्यान्डफर, यो सेन्डीको पुरा रूप के हो भनेर सोधेको छ है। यो स्ट्यान्डफर भनेकै ल यसको पुरा रूप के हो, पुरा रूप भनेको फुल फर्म के हो ल, फुल फर्म भनेको यो त तपाईँलाई परीक्षामा सोधेको छ यो क्वेसन। आई थिङ्क यो तपाईँलाई कता सोध्यो भने मधेसमा हो कि तपाईँलाई लुम्बिनी कुन प्रदेशमा सोधेको छ यो। सेन्डी स्ट्यान्डफर अथवा सेन्डीको पुरा रूप के हो भनेर सोधेको छ। क ल अप्सन हेरौँ। क साउथ एसियन नेटवर्क फर डेभलपमेन्ट एन्ड इन्भाइरोमेन्टल इकोनोमिक्स हो कि, ख साउथ एसियन नेसनल डिपार्टमेन्ट अफ इकोलोजी एन्ड इन्भाइरोमेन्ट हो कि, ग सोसाइटी फर एग्रिकल्चर नेचर डेभलपमेन्ट एन्ड इको एजुकेसन हो कि, घ सस्टेनेबल एसिया नेटवर्क फर डिजास्टर एन्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ हो। र तपाईँले यसको उत्तर चाहिँ एकचोटि कमेन्ट गर्नुहोस् त, मैले अलिकति मिनिमाइज गरेँ साथीहरू। र तपाईँले यसको चाहिँ यो सेन्डीको कुराहरू सबैले चाहिँ एकचोटि कमेन्ट गर्नु होला र सब्सक्राइब पनि गर्नु होला, मैले टाइम दिएँ है। ल सबैले चाहिँ यसको चाहिँ उत्तर के हुनसक्छ तपाईँ सबैले चाहिँ कमेन्ट गर्नुहोस् त एकपटक। एभ्री वान सबैले चाहिँ कमेन्ट गर्नु होला है, कमेन्ट पनि म हेर्नेछु। पढ्नु भएको छ कि छैन, एक्टिभ हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराहरू हो कि, त्यो हामीले सत्र पढाएर कामै भएन है। तपाईँ सबैले चाहिँ एकचोटि कमेन्ट गर्नुहोस् यसको सही उत्तर के हुनसक्छ। सेन्डी स्ट्यान्डफर साउथ एसियन नेटवर्क फर डेभलपमेन्ट एन्ड इन्भाइरोमेन्टल इकोनोमिक्स हो कि, साउथ एसियन नेसनल डिपार्टमेन्ट अफ इकोलोजी एन्ड इन्भाइरोमेन्ट हो कि, सोसाइटी फर एग्रिकल्चर नेटवर्क डेभलपमेन्ट एन्ड इको एजुकेसन हो कि, सस्टेनेबल एसिया नेटवर्क फर डिजास्टर एन्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ हो। यसको तपाईँले चाहिँ अब यो फुल फर्म नै कमेन्ट गर्नु पर्दैन, यसको क ख ग घमा चाहिँ कुन हुनसक्छ त्यति मात्र गरे हुन्छ। अब यसको सही उत्तर के हो त, अब मैले भनौँ ल। सेन्डी भन्दा बित्तिकै तपाईँले के सम्झिनु पऱ्यो, यो सोधेको छ है, भिबिआई नै यो साथीहरू। यो मैले जति पढाउँछु तपाईँलाई यो सबै इक्जाम ओरिएन्टेड हुन्छ कि। ल साउथ एसियन नेटवर्क फर डेभलपमेन्ट इन्भाइरोमेन्टल इकोनोमिक्स हो भने चाहिँ यो तपाईँले चाहिँ यसमा टिक लगाउनु होला। मिलाउनु भएको साथीहरूलाई बधाई छ है। साउथ एसियन नेटवर्क फर यो सेन्डीको सोधेको छ परीक्षामा, साउथ एसियन नेटवर्क फर डेभलपमेन्ट एन्ड इन्भाइरोमेन्टल इकोनोमिक्स हो भने चाहिँ सम्झिने साथीहरू है। यो परीक्षामा तपाईँले चाहिँ यसले के गर्छ त, यसले इकोनोमिक रिसर्चको काम गर्छ, यसले रिसर्च सम्बन्धी काम गर्छ है। रिजनल रिसर्च नेटवर्क हो यो चाहिँ, के हो त, एउटा चाहिँ क्षेत्रीय अनुसन्धान के भन्छ अब नेटवर्क भनेको तपाईँले चाहिँ एउटा सञ्जाल हो भनेर सम्झिनुहोस्। यसले चाहिँ रिसर्च सम्बन्धी काम गर्छ, यो वातावरणीय सम्बन्धी एउटा रिसर्च अनुसन्धान गर्ने सेन्डी भनेर चाहिँ सम्झिनु पऱ्यो। यो परीक्षामा सोध्न सक्छ साथीहरू है त। प्रश्न नम्बर 17मा जाउँ, यस प्रकार रहेको छ। नेपालमा वन्यजन्तु सप्ताह कहिले मनाइन्छ, यो पनि सोधेको क्वेसन। वन्यजन्तु सप्ताह है, वन्यजन्तु दिवस होइन है, त्यो मार्च दिनको कुरा गरेको होइन। यो वन्यजन्तु सप्ताह भनेको त 7 दिनको होला। नेपालमा त्यही माथि कहिले मनाइन्छ त भनेर सोधेको छ। वैशाख 1 गतेदेखि 7 गतेसम्म हो कि, चैत्र 1 गतेदेखि 7 गतेसम्म हो कि, असोज 1 गतेदेखि 7 गतेसम्म हो कि, अथवा कुनै पनि होइन भनेको छ। नेपालमा वन्यजन्तु सप्ताह कहिले मनाइन्छ, वैशाखको 1 देखि 7सम्म भनेर सम्झिने। बीबाट वैशाख, बीबाट वन्यजन्तु के है, यो वन्यजन्तु वन्यजन्तु सप्ताह हो है, 1 देखि 7 गतेसम्म मनाइन्छ। अनि तपाईँलाई चाहिँ फेरि हामीलाई डढेलो कहिले लाग्छ त, आगजनी नेपालमा डढेलो भनेको नर्मली चैत महिनामा लाग्छ। यो चाहिँ डढेलो है, डढेलो व्यवस्थापन सप्ताह कहिले, यो पनि सोध्न सक्छ, दुइटै सोध्न सक्छ सप्ताह। परीक्षामा डढेलो भन्यो भने चैत 1 गतेदेखि 7 गतेसम्म, वन्यजन्तु सोध्यो भने वैशाख 1 गतेदेखि 7 गतेसम्म भनेर चाहिँ सम्झिने। यी दुइटै इम्पोर्टेन्ट छन्। अब हाम्रो उत्तर क्वेसनको आधारमा चाहिँ के भयो त, वैशाख 1 गतेदेखि 7 गतेसम्म भनेर चाहिँ सम्झिने है त। र प्रश्न नम्बर 18मा चाहिँ यस प्रकार रहेको छ। नेपालको कुन भौगोलिक क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको छ। अब सिम्पल छ यो, अहिले पछिल्लो प्रतिवेदन अनुसार चाहिँ सबभन्दा बढी वन क्षेत्र भएको भौगोलिक क्षेत्र हाम्रो भौगोलिक हिमाल पहाड तराई यसरी हेर्ने हो, अथवा चाहिँ शिवालिक चुरे क्षेत्र यसरी हेर्ने हो भने महाभारत रेन्ज होइन, कुन ठाउँमा चाहिँ धेरै वन क्षेत्र छ त, पक्कै पनि यो मध्य पहाडमा है, मिडिलमा चाहिँ धेरै वन छ भने चाहिँ सम्झिने है त। ल प्रश्न नम्बर 19मा चाहिँ यस प्रकार रहेको छ।
नेपालमा डढेलो व्यवस्थापन सप्ताह कहिले मनाइन्छ? अघि भर्खरै मैले भनिसकेँ। यसको उत्तर के भयो त? चैत 1 गतेदेखि 7 गतेसम्म। अप्सनै हेर्न पर्दैन यस्तो केसमा। एकचोटि पढ्ने, यसरी पढ्ने। अब यहाँ चाहिँ भिडियोमा लेन्दी भएको हुनाले चाहिँ विस्तृत अझै एक्सप्लेन गर्न मिल्दैन साथीहरू। क्लासमा तपाईँलाई चाहिँ विस्तृत रूपमा एक्सप्लेन गर्ने, त्यो पास क्वेसनदेखि लिएर सोध्न सक्ने सम्भावित प्रश्न र त्यो च्याप्टरलाई चाहिँ दिमागमै कण्ठस्थ हुने तरिकाले पढियो भने, ताकि पछि पनि रिभिजन गर्न त्यति समय नलागोस् कि, रिभिजनै गर्न नपरोस्। त्यसरी बुझेर पढ्ने हो। अब आज पढ्नुभयो, 2-3 दिन पछाडि बिर्सिनु भयो भने त्यो पढेको अर्थै रहँदैन है। ल तपाईँहरूको लागि चाहिँ क्लासको लागि अफर दिइसकेको छौँ। धेरै ठाउँमा चाहिँ 40-45 दिन 50 दिन पढायो मात्रै भनेर चाहिँ गुनासो गर्नुभएको छ। त्यस्तो क्लासहरू नलिनुहोस्, किनभने कोर्स सकेर कामै छैन। तपाईँले पढ्ने भनेको इक्जाम नहुन्जेलसम्म पढिराख्ने हो। अनि पो तपाईँहरूको अभ्यास धेरै हुन्छ त। 45 दिन पढ्यो, 45 दिनमा भ्याकेन्सी खुलेन भने के गर्ने त? अनि त्यो पछाडि 45 दिन पछाडि फेरि तपाईँहरूको ल 40 दिन पढ्नुभयो, 40 दिन पछाडि भ्याकेन्सी खुलेन, पढेको सबै बिर्सियो भने के गर्ने त? कामै भएन। घरमा त पढिँदैन। त्यही भएर घरै बसेर मजाले चाहिँ लाइफ टाइम इक्जाम नहुन्जेलसम्म मजाले पढ्न पायो र इन्टरभ्यूको पनि त्यसैमा गाइडेन्स भयो भने एउटा विद्यार्थीले चाहिँ सहज रूपमा घर बसी बसी पढ्न पाउँछ। अब त्यो क्लासमा गयो, सर आइदिनन्, क्लासमा चाहिँ कुर्ने 1-2 घन्टा त्यहाँ जान्छ, 1-2 घन्टा आउन जान जान्छ, दिनको 3-4 घन्टा डेली त्यो फिजिकलको नाममा चाहिँ लियो, 40-45 दिनमा सकियो। त्यसपछि चाहिँ फेरि के गर्ने त? अनि फेरि चाहिँ अब क्लासको खोजीमा लाग्यो भने त्यो पैसाको बर्बादी, परिवारको सपनाको बर्बादी मात्रै हो है। घरमै बसेर मजाले अध्ययन गर्ने हामीले चाहिँ अफर दिइसकेका छौँ। चित्त बुझ्छ भने मजाले जोइन गरेर पढ्न सक्नुहुन्छ है त। ल 20 नम्बरमा जाउँ। यस प्रकार रहेको छ, निजीवन दर्ताको सिफारिसका लागि दिएका मध्ये कुन निकायमा निवेदन पेश गर्न सकिन्छ? हेर्नुहोस् त, प्राइभेट फरेस्ट चाहिँ यो दर्ता गर्नको लागि रजिस्टर गर्नु पर्यो भने कुन निकायमा हामीले निवेदन दिन सक्छौँ? क डिभिजन वन कार्यालय, ख सब डिभिजन वन कार्यालय, ग गाउँपालिका वा नगरपालिका, घ माथिका क र ख दुवै। सिम्पल छ। निजीवन दर्ता गर्नुभयो भने सिफारिस लिने गर्छ। सिफारिस कसले लिन्छ त? डिभिजनबाट पनि लिन सकिन्छ वा सब डिभिजनबाट पनि लिन सकिन्छ। यो दुइटैबाट लिनु भएको हुनाले चाहिँ ग इज द राइट एन्सर है। निजीवन दर्ता कहाँ गरिन्छ भने सोध्छ। यो सिफारिस दर्ताको लागि सिफारिस लिने काम चाहिँ, सिफारिस चाहिँ डिभिजन र सब डिभिजनबाट लिने हो। तर दर्ता भनेर सोध्यो भने दर्ता रजिस्टर चाहिँ गएर हामीले फेरि कहाँ गर्छौँ त? स्थानीय तहमा गर्छौँ। गाउँपालिका छ भने गाउँपालिका, नगरपालिका छ भने स्थानीय तहमा, गाउँपालिका र नगरपालिकामा गर्न सक्छौँ। परीक्षामा निजी वन दर्ता कहाँ गरिन्छ भन्यो भने स्थानीय तहमा। तर निजी वन दर्ताको लागि जुन पहिला सिफारिस चाहिन्छ, त्यो सिफारिस चाहिँ हामीले फेरि डिभिजन वन कार्यालय कि चाहिँ सब डिभिजन वन कार्यालयबाट लिनुपर्छ भने चाहिँ सम्झिने। निजी वन सम्बन्धी व्यवस्था चाहिँ वनन 2076 को दफा 35मा गरेको छ। परीक्षामा यो पनि सोध्छ है। अर्को 21मा जाउँ। यो क्राउन फायर भनेको के हो? केटीहरूले भन्नुहुन्छ नि होइन, लेडिजहरूले मलाई क्राउन चाहियो भन्नुहुन्छ नि। क्राउन भनेको के हो? श्रीपेज जस्तो हो। रुखको पनि श्रीपेज भनेको रुखको टाउको छत्र घनत्व, यसलाई चाहिँ छत्र घनत्व भन्ने गरिन्छ है। क्राउन भनेको छत्र के। क्राउन तपाईँहरूले चाहिँ क्राउन लगाउनुहुन्छ नि, त्यो रानीहरूले लगाउने त्यो मुकुट जस्तो होइन, अथवा केटाहरूले पनि क्राउन श्रीपेज राजाहरूले लगाउँथे। त्यस्तै रुखको जुन हामीले चाहिँ टाउकोमा शिरमा लगाउँछौँ, यो पनि रुखको शिर हो भनेर सम्झिनुहोस्। क्राउन भन्छौँ। हो, छत्र भनेको त्यही नै हो, छत। अब त्यसमा आगजनी भयो, फायर लाग्यो, टाउकोमा आगजनी भयो, रुखको छतमा आगजनी भयो भने अब क्राउन फायर भन्नाले के बुझिन्छ? छत भनेको, छत्र घनत्व भनेको जमिनको सतहमा फैलिने डढेलो हो कि, रुखको टुप्पोमा लाग्ने डढेलो हो कि, झाडी बुट्टेन तहमा लाग्ने डढेलो हो कि, जमिनको सतह मुनि लाग्ने डढेलो हो भनेको छ। अब यस्तो कुराहरूमा बिगार्नु हुन तपाईँले। क्राउन फायर भनेको रुखको छतमा, रुखको टुप्पोमा, यस्तो माथिको भागमा लाग्ने हो। विशेष गरी सल्ला प्रजातिहरूमा, सल्लामा, सल्ला पाइनस स्पेसिसमा चाहिँ बढी लाग्छ। किनभने पाइनसमा चाहिँ यो सानसाना चाहिँ तिन्द्राहरू भन्छौँ नि, त्यो सुकेका सुइराहरू, त्यसले चाहिँ आगो छिटो टिप्छ। अनि त्यो लाग्यो भने बढी चाहिँ, अनि अर्को चाहिँ हावाले त्यो उच्च ठाउँमा लाग्यो भने बढी विनाशकारी पनि हुन्छ कि। किनभने रुखको टुप्पोमा लागेको छ, निभाउन गाह्रो, हावा चलिरहेको छ, हावाले जुन सपोर्ट गर्छ, कम्बिस्टेसन, आगो बल्नको सपोर्ट गर्छ। त्यही भएर अब अक्सिजन भयो भने आगो बल्ने हो। तपाईँले पढ्नु भएको छ, आगो बल्नको लागि तिनवटा चिज चाहिन्छ, तिनवटा एलिमेन्ट अथवा त्रिभुज हुन्छ होइन। के हो त? इन्धन, ताप र अक्सिजन हो। यो तिनवटा कुराहरू मिल्ने भएको हुनाले चाहिँ यो छत्र घनत्वमा लागेको डढेलो निकै विनाशकारी हुन्छ भन्ने चाहिँ सम्झिने। ल साथीहरू, आजको लागि हामी यति नै गर्नेछौँ। तपाईँहरू सबैले चाहिँ सब्सक्राइब गर्नु होला। हामीले 30K को टार्गेट गरेका छौँ। भोलि 30K चाहिँ पुग्ने आशमा छौँ। र सँगसँगै तपाईँहरूले अध्ययन नियमित गर्नु होला। अब तपाईँहरूको भ्याकेन्सी खुल्ने बेला भइसकेको छ। पढेको कहिले पनि घाटा जाँदैन है, खेर जाँदैन। किनभने ढिलो चाँडो हो, तपाईँहरूको प्रदेशको तपाईँ भ्याकेन्सी खुल्यो भने तपाईँहरूलाई चाहिँ कुनै न कुनै ठाउँ चाहिँ सिफारिस हुन मद्दत पुग्छ। बिहानतर्फ फिजिकल गर्ने, रनिङहरू मजाले गर्ने, बेलुकाको टाइममा मजाले चाहिँ क्लास एटेन्ड गरेर पढ्न सक्नुहुनेछ। दिएको नम्बरमा वाट्सएप गरेर आजैबाट तपाईँहरू 0 लेभलको क्लासमा चाहिँ जोइन हुन सक्नुहुनेछ।
अब धेरै जसो दाजुभाइहरू चाहिँ विदेशबाट मलेसिया, दुबई, इन्डियाबाट पनि लाइभ क्लास लिएर मजाले पढिराख्नु भएको छ। मिहिनेत गरियो भने सकिन्छ। जस्तै अगाडिको यो अस्तिको मात्रै रिजल्टमा सुर्खेतबाट एउटा 35 वर्षको उम्मेदवारले चाहिँ नाम निकाल्नुभयो। त्यसरी जुम्लाबाट हाम्रो चाहिँ अ, के कृष्ण समथिङ उहाँले पनि निकाल्नुभयो होइन, मधेसबाट। त्यही भएर आँट्यो भने, सपना देख्यो, मिहिनेत गरियो भने नसकिने भन्ने हुँदैन। 35 वर्षको उमेरमा चाहिँ 5 वर्ष 7 वर्ष मलेसिया बसेर नाम निकाल्न सकिन्छ भने तपाईँहरू एकदमै यङ हुनुहुन्छ, नेपालमै बस्नु भएको अथवा वैदेशिक रोजगारीमा जानुभएको, तपाईँहरूले पनि सकिन्छ। फिजिकलको कुराहरू चाहिँ थोरै, यो 1 महिनामा मजाले सकिन्छ। बाँकी रिटर्न अहिलेदेखि पढियो भने धेरै गाह्रो छैन सरकारी सेवामा प्रवेश गर्नको लागि, वन सेवामा आउनुको लागि। सो मिहिनेत गर्नु होला। थप भिडियो लिएर भोलि उपस्थित हुनेछु। सबैको शुभ रहोस्। हेभ अ ग्रेट डे, ग्रेट डे, ग्रेट डे। शुभ रहोस् दिन साथीहरू।